नमस्कार सबैजनालाई। आज चाहिँ म स्लिप प्यारालाइसिस निद्राघातको बारेमा केही भन्न गइरहेको छु। निद्राघात अथवा स्लिप प्यारालाइसिस चाहिँ के हो भन्दाखेरि चाहिँ हामी सुत्न जाँदाखेरि 1 घन्टापछि अथवा सुतेर ट्याक्क उठ्ने बेलामा चाहिँ हाम्रो दिमाग र आँखा चाहिँ सक्रिय हुन्छ, तर हाम्रो जिउ हात खुट्टा चाहिँ चलाउने अवस्थामा हुँदैन। यो चाहिँ किन हुन्छ भन्दाखेरि चाहिँ हाम्रो मैले पहिले भिडियोमा भनिसकेको छु, रेम स्लिप अथवा ऱ्यापिड आइ मुभमेन्ट स्लिपमा चाहिँ हाम्रो माइन्डले चाहिँ बडीलाई प्यारालाइज गराउँछ। किनभने त्यो रेम स्लिप भनेको सपना देख्ने फेज हो। यो सपना देख्दाखेरि चाहिँ सपना देखिरहेको बेलामा हात खुट्टा नचलाओस्, जिउ नचलाओस् सपना अनुसार भनेर चाहिँ प्यारालाइज हुन्छ। अब उठ्दाखेरि चाहिँ आँखा उठिसकेको हुन्छ, दिमाग उठिसकेको हुन्छ, तर जिउ चाहिँ उठेको हुँदैन। त्यो कारणले गर्दाखेरि चाहिँ स्लिप प्यारालाइसिस अथवा निद्राघात हुने गर्दछ। यो किन हुन्छ भन्दाखेरि चाहिँ अब यदि हामीले जुन स्लिप टाइम अथवा सुत्ने समय चाहिँ अब हरेकचोटि डिफ्रेन्ट टाइम भयो भने, सुत्नु अघि चाहिँ कफी टी बढी खाने गर्छौँ भने, धेरै स्ट्रेस लिन्छौँ, धेरै टेन्सन लिन्छौँ भन्ने हुनसक्छ। अब यो हुँदाखेरि चाहिँ अब स्लिप प्यारालाइसिस हुँदै गर्दाखेरि अथवा निद्राघात हुँदै गर्दाखेरि चाहिँ हामी आँखा चाहिँ खुल्ला हुन्छ, हाम्रो दिमाग सक्रिय हुन्छ। सो हामीले चाहिँ छायाहरू देख्न सक्छौँ कोही मानिसको। कोही कुराले चाहिँ हाम्रो छातीमा बेसरी ठिचेको जस्तो, सास फेर्न नसक्ने जस्तो हुनसक्छ। हामीले अरूलाई चाहिँ बचाऊ भनेर कराइरहेको जस्तो हामीलाई फिल हुनसक्छ, तर हाम्रो मुखबाट केही आवाज निस्किँदैन, किनभने कुनै मसलहरू पनि चलिरहेको हुँदैन। अर्को भनेको हाम्रो ब्ल्याङ्केट, उडिरहेको ब्ल्याङ्केटहरू कसैले तानिरहेको जस्तो डिफ्रेन्ट हेलुसिनेसन भन्छौँ कि हामी, टेक्टाइल हेलुसिनेसन, अडिटरी हेलुसिनेसन, भिजुअल हेलुसिनेसन सबै हुनसक्छ। त्यो बेला के गर्ने भन्दाखेरि चाहिँ हामीले चाहिँ आफूलाई के बुझाउनु पऱ्यो भन्दाखेरि इट इज भेरी नर्मल। यो केही सेकेन्डको लागि हो, केही मिनटको लागि हो, आफै जान्छ। हामीले आफ्नो सानो मसल्सहरू चाहिँ पहिला चलाउनु कोसिस गर्नुपर्छ। जस्तै हाम्रो औँलाको मसल्सहरू, हाम्रो टोजको मसल्सहरू, आँखाको मसल, लिपको मसलहरू चाहिँ चलाउनु खोज्नुपर्छ। त्यसपछि चाहिँ अरू सब मसल्सहरू चल्छ। अनि अर्को भनेको चाहिँ सबै बडी एकैचोटि चलाउनु नखोज्ने, त्यसले झन् मान्छेहरू प्यानिक हुनसक्छ। त्यस्तो चाहिँ गर्नु पऱ्यो। अर्को भनेको स्लिप हाइजिन मेन्टेन गर्नु पऱ्यो। खाना अगाडि चियाहरू नखाने, कफी नखाने, सधैँ एउटै टाइममा सुत्ने प्रयास गर्ने, फुल फ्लेज स्लिप लिने। अनि अर्को भनेको चाहिँ रेगुलर एक्सर्साइज गर्ने, त्यसले पनि स्लिप प्यारालाइसिसलाई घटाउन सक्छ। धन्यवाद है त।